आज चाहिँ मैले एकदमै स्पेसल चिया बनाउँदैछु। मेरो एकजना साथीले चाहिँ मलाई सिकाएको थियो। अनि यो चाहिँ चिया कसरी बनाउनु भन्नु पर्दाखेरि चाहिँ हजुरले जति कप पानी राख्नुहुन्छ त्यति कप नै दुध राख्नु होला। अनि पानी अलिकति उम्लिसकेपछि चाहिँ त्यहाँ थोरै चियापत्ती राखेर एकैछिन उमाल्नु। त्यसपछि चाहिँ हजुरहरूले दुध एड गर्न सक्नुहुन्छ। अनि मेरो चाहिँ यहाँ बहिनीले डिस्टर्ब गरिरहेको छ नै। अलिकति यो उम्लिसकेपछि चाहिँ आफूलाई कतिको कडा खानुहुन्छ चियापत्ती त्यति राख्न सक्नुहुन्छ। मैले चाहिँ 1.5 स्पुन राखेको छु। यो स्पुन नै भन्नुपर्छ होला, जे होस् स्पुन नै राखेको छु। अनि एकैछिन उम्लिन दिने। त्यसपछि चाहिँ आफ्नो स्वाद अनुसार चाहिँ हजुरहरूले चिनी राख्न सक्नुहुन्छ। हामीले चाहिँ एकदमै कम चिनी खान्छौँ चियामा चाहिँ, चियापत्ती कडक चिनी कमवाला चाय। अनि त्यही भएर चाहिँ मैले अलिकति मात्रै चिनी राखेको छु। हजुरले आफ्नो टेस्ट अनुसार एड गर्न सक्नुहुन्छ। अनि एकैछिन उमाल्ने। अलि रङ कडा आइसकेपछि चाहिँ तपाईँहरूले कुटेको अदरक त्यहाँ राख्न सक्नुहुन्छ चियामा। अनि मजाले एकैछिन पकाउनु। रङ आफूलाई कतिको गडा चाहिएको छ त्यति बेरसम्म पकाउन सक्नुहुन्छ। त्यसपछि चाहिँ हाम्रो स्पेसल चिया चाहिँ एकदम मस्तले रेडी भइसकेको छ। अनि मैले चाहिँ यो चिया चाहिँ स्पेसली मम्मीको लागि बनाइदिएको हो। मम्मीले चाहिँ मेरो टाउको दुखेको छ अहिले, स्पेसल चिया बनाएर लिएर आइज भन्नुभएको थियो। अनि त्यही भएर चाहिँ यस्तो मेहनत गरेर ल किन हो भिडियो नबनाइदिउँ न त भनेर बनाउँदैछु। यहाँ चाहिँ मेरो बहिनीले चाहिँ मलाई डिस्टर्ब गरिरहेको थिइन् कि भोइस ओभर गर्दाखेरि चाहिँ। स्पेसल चिया चाहिँ अब हाम्रो मास्टर सेफ मम्मीलाई चाहिँ एकदम कडक चिया बनाएर दिन गइरहेको छु। कस्तो हुन्छ रिभ्यू हेर्न सक्नुहुन्छ। हजुरको उहाँको एक्सप्रेसनदेखि थाहा पाउन सक्नुहुन्छ। यहाँ चाहिँ मेरो बहिनी अगाडि बसेर मस्तले गुटुङ 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 गर्दै हिँडिरहेको छ नि। यहाँ भोइस ओभर गर्दा नि मलाई डिस्टर्ब गरिरहेको छ नि मेरो बहिनीले। अब चाहिँ हेर्नु मेरो मम्मीको कस्तो हुन्छ। मम्मी चाहिँ फोनमा बोल्दै हुनुहुन्थ्यो। अनि मैले चाहिँ कस्तो छ भन्नु इसारामा भनिरहेको थिएँ कि हेर्न सक्नुहुन्छ मिठो छ भन्नुभएको छ। ओके बाई बाई, दिस वाज फर टुडे।